हेलो एभ्रिवान। आज चाहिँ हाम्रो रेस्ट डे नै थियो। आज चाहिँ हामीले रेस्ट डे भए पनि हामीले साइक्लिङ गऱ्यौँ। म लगायत मेरा भाइ बहिनीहरू दुई तिनजना हामी जम्मा पाँचजना मिलेर चाहिँ हामी साइक्लिङमा गएको छौँ। साइक्लिङ स्टार एपमा साइक्लिङकै हामीले मोड अन गरेर हामी गएको। मेरो मोबाइल चाहिँ चार्ज कम थियो अनि आधीभन्दा बेसी बाटो कटिसकेपछि चाहिँ स्विच अफ भएको कारणले गर्दाखेरि चाहिँ ठ्याक्कै त्यति नै डिस्टेन्स चाहिँ कभर भएको छैन। तर जति टाइम लाग्यो टाइमिङ चाहिँ एक्ज्याक्ट टाइम नै छ, तर डिस्टेन्स चाहिँ त्यो नेट नभएकोले कभर गर्न सकेन छ एपले पनि। के छैन, जे छ त्यही म यहाँ हालिदिन्छु, अहिले हेरिहाल्छु। ल यही हो कुरा। आज पनि हामी गयौँ, फिजिकल एक्सर्साइज गऱ्यौँ। साइक्लिङबाट भए पनि तपाईँहरूले चाहिँ कसरी गर्नुहुँदैछ, कसरी भए पनि गर्नु होला, पसिना निकाल्नु होला है भन्न चाहन्छु। हाम्रो चाहिँ रनिङको एउटा पार्ट हो। हामी हप्ते दिन दौडिँदैनौँ, दौडिँदा पनि हुन्छ तर दौडिँदैन। हामी 2 दिन रेस्ट हुन्छ, एक दिन चाहिँ फुल रेस्ट, यो चाहिँ हाफ रेस्ट भनौँ न। रनिङ चाहिँ गरिँदैन तर साइक्लिङहरू गरिन्छ, वकिङहरू गरिन्छ, त्यसमै पर्छ। Thank you so much. Video हेर्दै गर्नु होला and keep running, keep healthy and keep happy. Bye bye.